बाटो यो खालको हिँडाइ चाहिँ तल डरलाग्दो यो त कास्टिङ मात्रै यो ट्रेलर पनि होइन हो तल छ डरलाग्दो यस्तो जङ्गल घारीबाट लिएर पल्सहरू पनि छ माथि माथि चाहिँ दामी छ काटिँदैन गर्न बेग चाहिँ भइदियो हो बेग हुँदैन टेन्सन हुन्छ है बाटो हुन्छ यो खालको छ ओइ यस्तो हेर रोड घरि हो एयरपोर्ट यो खालको ओह्रालोमा गाडी नकुदेको जग्गा घुँडा सटक जस्तो बाटोमा यो खालको लोड हालेर हिँड्दा चाहिँ 12 बज्ने त यो ओह्रालो यो त नचल्छ गाडी बिजो भयो ठेलेर निकालेको हो गाडी चढ्नु नचल्छ गरेर ठेल्छ नि त यस्तो यो यस्तो ओह्रालो छ हेर गोराहरू खाने गाडी नै हो चाहिँ भएको छ अब डिप छ हाल्नु पर्छ आइसाथी कडै छ आइसाथी कडा छ र मात्रै हो दबाई पठाउँ चाहिँ ढुङ्गा रहेछ भित्तामा डिस्टर्ब फेरि कहाँ राखेर जाउँ न अलिक भित्ता राखेको छ नि त्यो जग्गा राखेको यो ओह्रालो नमुना छ त्यो नमुना ओह्रालो नमुना भयो गाडी घुमाइ 5 खेप भइसक्यो एकै ट्रिपमा 4 खेप घुमाए आज त गाडी पनि हो अरे बाटो उठेको उठ्दै आज अन्त यहाँ ढुङ्गाहरू छ रोडतिर हटाउने जग्गा छैन केटाहरूको हो न हिँड्छ ज मेरोपट्टि छ अन्त साथ दिइराख न यस्तो छ मेरोपट्टि जग्गा छ भन्ने जग्गा चाहिँ अब छ ढुङ्गा यहाँ देखिन सक्नुहुन्छ ढुङ्गा चढ्यो हो टायर ढुङ्गा हरेस चाहिँ बाटो हरेस चुरको लोड लिएर आएको यो खालको हाइट पनि लाग्यो भने चाहिँ ल आइसाथी लागेको कहाँ लागेको अब घुम्नु गएको लोड लिएर चाहिँ हामी चाहिँ घुम्नु गएको कहाँ दरमदिन लागेको अब रोड लिएर चाहिँ यहाँबाट लोड लिएर चाहिँ दरमदिन चल्दै 3 दिनको बाटो राङदिन दरमदिन चाहिँ लोड गाडी 3 दिन लाग्छ अरे हो 3 दिनको बाटो लाग्दैको हामी चाहिँ भनेर भन्दा कस्तो सुन्थ्यो होला उहीँ पर गएर खतलाको ठाउँमा आएर चाहिँ घर चाहिँ चुप्पा लागेर चल्नुपर्छ यो त लाग्यो नियमै गिराएर चलिदिनुपर्छ ल